हामीले यस यो अहिले त्यो के अरे जनप्रतिनिधि परिवर्तन भएको तेस्रो वर्षबाट चौथो वर्षको पदार्पण दिवस अवसर पारेर यो मानव सेवालाई हामीले खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गर्ने यो समारोह रहेको छ र यो समारोहका अध्यक्ष तथा पोखरा महानगरपालिका वार्ड नम्बर 7 का वडा अध्यक्ष राममोहन आचार्यज्यू, त्यसै गरी वडा सदस्य वसन्तरा लामिछानेज्यू, त्यसै गरी वडा सदस्य विष्णुमणि बरालज्यू, त्यसै गरी मिडियाकर्मी माधव पोखरेलज्यू र यस मानव सेवा आश्रमका आदरणीय कर्मचारीज्यूहरू र उपस्थित सम्पूर्ण जुन चाहिँ यो देशभरिबाट जुन चाहिँ असहाय हुनुहुन्छ र जसलाई चाहिँ मानव सेवा आश्रमले चाहिँ एउटा आश्रय दिइरहेको छ र उहाँहरूको चाहिँ जीवनमा चाहिँ अनुहारमा खुसी ल्याउने काम गरेको छ र त्यस्ता व्यक्तित्वहरूलाई सम्पूर्णलाई म हार्दिक नमन तथा नमस्कार गर्न चाहन्छु। र पोखरा महानगरपालिका वार्ड नम्बर 7 ले विगत वर्षहरूमा पनि यो खाद्यान्न सहयोग गर्दै आएको थियो। यो भन्दा गत वर्ष चाहिँ हामीले चाहिँ यो छोरेपाटनमा गरेका थियौँ, त्योभन्दा अघिल्लो वर्ष यहीँ गरेका थियौँ भने अहिले फेरि यहीँ पुनः चाहिँ यो वर्ष चाहिँ यहाँ आएर चाहिँ हामीले यो सामग्री सहयोग कार्यक्रम गरेका छौँ र वडा कार्यालयले चाहिँ भौतिक विकासका साथसाथमा मानवीय विकास पनि गर्छ। साँच्चीकै अब यो मान्छेको चराइरहेको घाउमा चाहिँ मलमपट्टी लगाउँछ भन्ने चाहिँ एउटा उदाहरण पनि हो र यो निकै राम्रो चाहिँ कार्य पनि वडा कार्यालयले गर्छ भन्ने चाहिँ यो योजनाबाट यो कार्यक्रमबाट देखिन्छ। त्यही भएको हुनाले सम्पूर्ण उपस्थित महानुभावहरूलाई हामीले चाहिँ एउटा वडा कार्यालयले धेरै बजेट नसके पनि अब थोरै आफ्नै वार्षिक योजना किताबमै राखेर यो कार्यक्रम चाहिँ गर्न लागेको हो र निरन्तर रूपमा चाहिँ हामीले यो कार्यक्रमलाई निरन्तर रूपमा रातो किताबमा राखेर यो सामग्री हस्तान्तरण गरेका छौँ र सम्पूर्ण यो मानव सेवामा उपस्थित आदरणीय कर्मचारीज्यूहरू, जनप्रतिनिधिज्यूहरू सबैलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु। किन भन्दाखेरि यो चाहिँ सेवा भनेको मानवीय सेवा हो र अब भौतिक विकास त निरन्तर रूपमा चलिराख्ने विकास हो भने अब मान्छेहरूलाई चाहिँ एउटा आफ्नो चाहिँ आत्मा रोइरहेको आत्मालाई केही न केही सहयोग गरेर अब यो होस्टेमा हैसे अथवा इँटा थप्ने काम गरेको छ। यसलाई विशेष गरेर जनप्रतिनिधिहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र यो चाहिँ जुन कार्यक्रम छ यो कार्यक्रम चाहिँ यो समन्वय गरेर सहयोग गर्नुहुने मानव सेवालाई पनि धन्यवाद दिँदै मेरो संक्षिप्त भनाइ यहीँ अन्त्य गर्दछु। नमस्कार।